हजुरले हेरे नि राम्रो सबै राम्रो तर पुरै भिडियो नहेरिकन स्क्रिप्ट गर्ने चाहिँ साह्रै नराम्रो। म हजुरहरूलाई केही कुरा भनेर अगाडि बढ्न चाहन्छु। बुढा हो मात्र होइन, बुढियाहरूले पनि हेरिरहनु भएको रहेछ। नमस्कार, म तपाईँहरूकै कान्छो बटारे कान्छो। म अगाडि बढ्न चाहन्छु। हजुर नमस्कार फेरि पनि म सन्देश लामिछाने म अगाडि बढ्न चाहन्छु। मैले आजबाट चाहिँ एउटा कुरा के भन्न गइरहेको छु भने मैले पछिल्लो समय केही व्यापार बिजनेसको कामहरूमा पनि हात हालिरहेको र तर मैले अनलाइनमा चाहिँ नगरिरहेको, ताकि अनलाइनबाट चाहिँ मसँग भएको कुराहरू पहिला आवश्यक पर्न सक्छ, अत्यन्त जरुरी हुनसक्छ र थाहा नभएका कुराहरू चाहिँ थाहा पाउन सक्ने माध्यम भनेको सोसियल मिडिया हुन्छ। त्यस कारणले गर्दा मैले पनि सोसियल मिडिया प्लेटफर्मलाई चाहिँ टिकटक, इन्स्टा, फेसबुक, युट्युब लगायतका माध्यमहरूलाई चाहिँ मैले प्रयोग गर्न खोजिरहेको छु। र हजुरहरूलाई के भन्न चाहन्छु भने कर्म गरे धर्म हुन्छ। त्यस कारणले गर्दाखेरि मैले पनि सोसियल मिडिया मार्फत चाहिँ आधिकारिक रूपमा चाहिँ अबबाट चाहिँ यहाँ चाहिँ लाउने, खाने, मनोरञ्जनका कुराहरू होइन, मान्छेका आवश्यक कुराहरूलाई चाहिँ मैले अनलाइन मेरो यो स्टोरमा चाहिँ म राख्छु। त्यसको लागि तपाईँहरूले यहाँ व्हाट्सएप नम्बर छ, व्हाट्सएप नम्बरमा चाहिँ फलो गर्न सक्नुहुन्छ, म्यासेज गर्न सक्नुहुन्छ र मेरो पर्सनल्ली आइडीहरू सन्देश लामिछाने फेसबुक आइडीलाई पनि तपाईँहरूले फलो गर्न सक्नुहुन्छ, केही कुराहरू म्यासेज गर्न सक्नुहुन्छ। त्यसै गरी मेरा यो आधिकारिक फेसबुक, टिकटक र इन्स्टाको आइडीहरूलाई पनि फलो गर्न सक्नुहुन्छ, ताकि तपाईँहरूलाई मसँग भएको सामानहरू तपाईँहरूलाई उपलब्ध गराउँछु। र तपाईँहरूलाई यदि कुनै सामानहरू चाहियो भने, यदि कुरा तपाईँहरूसँग आवश्यक छ भने त्यो कुरा चाहिँ मलाई यस्तो नै हुन्छ है, तपाईँले राख्न सक्नुहुन्छ भनेर मलाई केही तपाईँहरूसँग भएका सामानहरू पनि छन् भने पनि मलाई भन्न सक्नुहुनेछ र म्यासेज गर्न सक्नुहुन्छ। र मैले दूरदराजमा कुना काप्चामा पनि हाम्रा मार्केटहरू छन्, त्यहाँ आवश्यकताहरू छन्, ती मान्छेहरू यहाँसम्म आउन सकेका छैन भने हामीले चाहिँ अहिले अनलाइन मार्फत डेलिभरी पनि गर्न सकिन्छ, देश विदेश परदेश जहाँ पनि गर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि अहिले संसार ग्लोबलले एउटा सानो एउटा मुठीमा आइसकेको छ। यो इन्टरनेटको जमाना छ, आइटीको जमाना छ, टेक्नोलोजीको जमाना छ नि। त्यस कारणले गर्दा दूर दराजदेखि यत्र तत्र सर्वत्र ठाउँमा चाहिँ हामीले सामान पुर्याउन सकिन्छ र तपाईँहरूसँग भएको सामान पनि मैले लिन सक्छु आवश्यकता अनुसार। जस्तो हुम्ला जुम्लामा फलेका मार्सी धानदेखि लिएर तपाईँको त्यो खानेकुराहरू हुन्छ नि, अलैँची, यार्सागुमा के हुन्छ नि, त्यस्ता कुराहरू पनि हामीले खरिदबिक्री गरेर एउटा माध्यम चाहिँ व्यापारको माध्यम बनाइदिन सकिन्छ र देश विदेशमा पनि बिक्रीहरू गर्न सकिन्छ र देश विदेशमा भएका कुराहरू पनि नेपाल भित्राउन सकिन्छ। त्यसैले मैले चाहिँ अहिलेलाई चाहिँ आधिकारिक रूपमा चाहिँ आरम्भ ग्लोबल प्राइभेट लिमिटेड समथिङ यही नाम चाहिँ दर्ता हुने प्रोसेसमा छ, हुन अब तयारी भइसकेको छ। त्यस कारणले गर्दा केही समयमा यो कुरा नाम पनि आधिकारिक हुन्छ र मैले अहिले चाहिँ आरम्भ ग्लोबल यानि कि मेरो छोराको नाम आरम्भ र ग्लोबल वाइड तरिकाले चाहिँ मैले यसलाई लाने लक्ष्यका साथ लिएको छु। किनकि यसबाट एउटा कुरा भन्नै पर्छ, मैले यहाँबाट कमाइ गरेका केही पर्सेन्टहरू चाहिँ मैले समाज सेवामा पनि लगानी गर्छु, ताकि मैले समाज सेवा गर्दाखेरि मेरो खल्ती रित्तो छ भने मैले गर्न पाउँदिनँ। ताकि मैले केही पैसा कमाइसकेपछि मैले समाज सेवा गर्ने मेरो एउटा होटोटी र चाहना चाहिँ मैले अरूसँग मागेर समाज सेवा गर्नुभन्दा मैले आफूले कमाएर समाज सेवा गर्नेलाई चाहिँ म अलिक उत्तम पनि मान्छु। र प्लस अरूले मागेर पनि कहिलेकाहीँ माध्यमको रूपमा काम गर्न पनि सकिन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ मैले अनलाइन बिजनेस गरेर फिजिकल्ली बिजनेस पनि गरेर, जस्तो तपाईँहरूले काठमाडौँमा हुनुहुन्छ भने काठमाडौँबाट पनि तपाईँहरूले चाहिँ स्टोर भिजिट गरेर प्लस अब अनलाइनको माध्यमबाट चाहिँ म तपाईँहरूलाई सेवा सुविधा दिन तयार गरिरहेको छु है। तपाईँहरूलाई के आवश्यकता पर्छ, तपाईँहरूले बजारको एउटा कुरा अलिकति यो अनलाइनमा चाहिँ गुणस्तरहीन सामानहरू आइरहेको कुराहरू सुन्दाखेरि कता नमजा पनि लाग्छ, किनकि हामीले 100% म तपाईँहरूलाई विश्वास दिएर तपाईँहरूलाई जे छ त्यही नै देखाउँछु। फेक कुराहरू देखाएर मैले तपाईँहरूलाई व्यापार बिजनेस गर्नु छैन। त्यस कारणले गर्दा आउनुहोस्, हातेमालो गर्दै तपाईँहरू पनि व्यापार बिजनेसमा संलग्न हुनुहुन्छ भने अगाडि बढ्नु होला र मैले गर्न लागेको कुरामा पनि मलाई साथ दिनु होला। म पनि तपाईँहरूलाई साथ दिनेछु र जति पनि के काम गर्ने भनेर सोचिरहनु भएको छ भने अनलाइन बिजनेस पनि गर्न सकिन्छ है भन्ने कुरा पनि मैले तपाईँहरूलाई यो उदाहरण पनि पस्किँदै आगामी दिनमा मैले चाहिँ यो चाहिँ मेरो पहिलोचोटि चाहिँ मैले सोसियल मिडिया मार्फत चाहिँ आधिकारिक कुराहरू भनिरहेको छु। यसलाई अलिकति विस्तारित रूप, यसको ठाउँदेखि लिएर यसको सामानहरूदेखि लिएर म विविध कुराहरू चाहिँ तपाईँहरूलाई म जानकारी दिँदै पनि जानेछु। र विशेष गरी चाहिँ अहिले चाहिँ मसँग भएको कुराहरू चाहिँ मैले भर्खरै चाइनाबाट चाहिँ विभिन्न सामानहरू पनि लिएर आएको छु। जस्तो मैले सामानहरूको बारेमा पनि मैले भन्नै पर्ने हुन्छ र भन्छु पनि है। मैले विशेष गरी लाउने कपडाहरू होइन, अनि जेन्ट्स लेडिजहरूको पनि आउँदैछ। यो भन्सारको कारणले गर्दा रोकिएको छ, अलि अगाडि नै आउँथ्यो, यो कुरा पनि भन्न चाहन्छु। सरकारको मापदण्ड अनुसार काम गर्नेछु। सरकारलाई भगाइदाले सरकारीको
मापदण्ड अनुसार पुरा गरेर लिएर आउनेछु। यसमा अलिकति झमेलाहरू पनि पर्ने रहेछ, यो मैले भोग्दै पनि छु। विशेष गरी मैले अर्को कुरा भन्न चाहन्छु, लेडिजहरूको ब्याग, जेन्ट्सहरूको लाउने कपडाहरू होइन, अनि त्यसपछि चस्माहरू, घडीहरू होइन, अनि अब इनरहरूदेखि लिएर है मान्छेले अरू कुराहरू चाहिँ अब ज्याकेटहरू, ट्राउजरहरू, प्यान्टहरू सबै कुराहरू चाहिँ आउँदैछन् होइन। त्यसको लागि स्पेसल्ली म होलसेल गर्न चाहनुहुन्छ भने होलसेलको लागि पनि मलाई कन्ट्याक्ट गर्नु होला र रिटेलको लागि पनि कन्ट्याक्ट गर्नु होला। होलसेल र रिटेलको एउटा समायोजन गरेको छु, मेरो हाम्रो टिम छ। त्यस कारणले गर्दा त्यसलाई चाहिँ मूर्त रूप दिनको लागि तपाईँहरू देशको जहाँसुकै हुनुहुन्छ नि, अब अहिले मैले तत्कालै आफ्नै प्रडक्टहरू उत्पादन नेपालमा पनि, नेपाली गार्मेन्ट्ससँग पनि म सहकार्य गरिरहेको छु। त्यस कारणले गर्दा नेपालमा भएका ज्याकेटहरू, अहिलेको रेन सेटहरू, पानी पर्ने मौसम छ, रेन सेटदेखि लिएर विभिन्न कपडाहरू, विन्डसिटरहरूदेखि लिएर ट्राउजर, पट्टुहरूदेखि लिएर हुन्छ नेपालमा बनेका आइटमहरू चाहियो भने पनि मलाई सम्झिनु होला, किनकि मैले विगत 10 वर्षदेखिबाट चाहिँ नेपाली गार्मेन्टसँग नेपालकै उत्पादनलाई चाहिँ बिक्री वितरण पनि गर्दै आइरहेको छु। यो मेरो सेक्रेट कुरा थियो, मैले बाहिर भनेको थिइनँ र कसैलाई थाहा पनि छ भने ओके फाइन। र अर्को कुरा चाहिँ अब खानेकुराहरू पनि नेपालमा यस्तो केही कुराहरू, खानेकुराहरू हुन्छन् जस्तो अर्ग्यानिक कुराहरूको लागि पनि मैले हाम्रो टिमसँग मैले तयारी गरिरहेको छु। त्यो कुरा पनि म बिस्तारै यो कुराहरू देखाउँदै पनि जानेछु है। यो चाहिँ किनभने सोसियल मिडिया भनेको, एउटा अनलाइन मिडिया भनेको चाहिँ तपाईँहरू यहाँ काठमाडौँमा मात्रै आउनु पर्दैन, यहाँ तपाईँहरू दूर दराज विदेश प्रदेश जहाँ हुनुहुन्छ त्यहाँबाट नि हेरेर है भन्ने हुन्छ। भनेको कुरामा चाहिँ फरक पार्दिनँ, तपाईँहरूले पनि फरक केही पनि नपारिदिनु होला। मिलेर व्यापार गरौँ, स्वस्थ रहौँ, मस्त रहौँ, व्यस्त रहौँ होइन। यो कुरा पनि भन्न चाहन्छु। र विशेष गरी चाहिँ एउटा नयाँ गर्ने जोसका साथ लागि परेको छु। तपाईँहरूको पूर्ण रूपमा साथ, मेरो जन्मदिने मातापिता, मेरो हजुरआमा, मेरो तपाईँहरूलाई साक्षी राख्दै र भगवान्को आशीर्वाद लिँदै हजुरहरूको समक्ष यो कुराहरू एनाउन्स गर्दै र सम्पूर्ण भगवान्हरू, दृश्य अदृश्य भगवान्लाई साक्षी राख्दै सधैँभरि सत्कर्म गर्ने उद्घोष गर्दै म हजुरहरू माझमा चाहिँ अनलाइन सपको लागि चाहिँ म आइसकेको छु। र विशेष गरी चाहिँ तपाईँहरूलाई सेवा सुविधा दिनको लागि तयार छु। र यसबाट आएको केही पर्सेन्ट चाहिँ मैले समाज सेवाको लागि लगानी गर्न म यो भिडियो मार्फत नै प्रतिबद्धता जाहेर पनि गर्न चाहन्छु। र समय सन्दर्भमा चाहिँ तपाईँहरूले चाहिँ के कस्तो फिडब्याक आउँछ, फिडब्याक र तपाईँहरूलाई के सामान चाहिरहेको छ तत्काल त्यो कुरा पनि मलाई एनाउन्स गरिदिनु होला। जस्तो हामीले चाहिँ मेरो बाइक रिकन्डिसन पनि मैले सुरु गरेको छु, ताकि कोही मान्छेलाई बाइक बेच्न पऱ्यो, किन्न पऱ्यो, बनाउनु पऱ्यो भने पनि हामीले चाहिँ यो पनि उपलब्ध छ। खानेकुरा, लाउने कुरादेखि लिएर केही कुराहरू यस्तो गरिदिए नि हुन्थ्यो, जस्तो विलासीका कुराहरू, जस्तो तपाईँले कन्टेन्ट भिडियोहरू बनाउनलाई माइकहरूदेखि लिएर कुनै पनि अहिले आएको नयाँ फेसनका कुराहरू पनि मैले हाम्रो अनलाइन सपमा राख्नेछु। त्यस कारणले गर्दा तपाईँहरू हामी जोडिनको लागि तपाईँहरूले स्पेसली अहिले टिकटक, फेसबुक, इन्स्टाहरूलाई चाहिँ फलो गर्नुपर्ने हुन्छ है। किनकि फलो गर्नुभयो भने तपाईँहरूलाई मसँग आएका सामानहरू तपाईँहरूले मनग्गे देख्न पाउनुहुन्छ। चाहेको भने लिनु होला, नचाहे लिनु पर्दैन। र यसमा मैले जे छ त्यही कुरा भन्ने नै छु, देखाउने नै छु। र समय सन्दर्भमा भिडियोहरू हेर्नको लागि तपाईँहरूले च्यानललाई चाहिँ फलो गर्नुपर्ने हुन्छ, ताकि फलो गर्नुभयो भने तपाईँले पहिला देख्न सक्नुहुन्छ। अरूको माध्यमबाट देख्नु पर्नु भन्दा तपाईँले आफै आधिकारिक रूपमा मैले देखाएको भिडियो चाहिँ आधिकारिकै हुन्छ। म तपाईँहरूलाई यो मेरो वचनबद्धता पनि छ। किनभने अहिले अलिकति फेक गर्ने जमातहरूले, एक दुईवटा चिटिङ गर्नेहरूले गर्दाखेरि राम्रो गर्न खोज्नेहरूलाई त्यसलाई निकै घाटा परेको छ। त्यो कुरा पनि भन्न चाहन्छु। र म कलाकारितासँगै व्यापारकारितालाई पनि अगाडि बढाउने छु। किनभने मलाई यो देशमा बसेर केही गर्नु छ, किनकि म अगाडि बढ्न चाहन्छु। तपाईँहरूलाई थाहा छँदैछ। त्यस कारणले गर्दा आउनुहोस्, हातेमालो गर्दै मैले गर्न लागेको काममा तपाईँहरूले सपोर्ट, तपाईँहरूले गर्न लागेको कुरामा मैले सपोर्ट गर्दै हरेक कलाकारितादेखि बिजनेस कारितासँगलाई अगाडि बढाउँ। नेपालमै बसेर केही गर्ने जोस फुटुटी तपाईँहरूसँग पनि राख्नु होला। विदेशमै हुनुहुन्छ भने केही छैन, तपाईँहरू विदेशमा बसेर पनि व्यापार बिजनेस गर्न सक्नुहुन्छ, ताकि मसँग भएको सामान तपाईँहरूले ल्याएर तपाईँले खरिद बिक्री गर्न सक्नुहुनेछ है त। यति भन्दै आजको लागि तपाईँहरूको यो आधिकारिक कुरा सुनाउँदै म भिडियोबाट म सन्देश लामिछाने बिदा हुन्छु। सबैको दिन समय शुभ होस्। भगवान्को आशीर्वाद, सबै भगवान्को आशीर्वाद सबैलाई मिलिरहोस्, हामी सबैलाई मिलोस्, हामी सबैको जय होस्, कल्याण होस्। पोजिटिभ सोचौँ, पोजिटिभ यात्रामा अगाडि बढ्दै म भिडियोबाट अगाडि बढ्न चाहन्छु। भन्दै बिदा हुन्छु। नमस्ते, बाई बाई।